बिगार्ने होइन है मैले भनिदिएको छु। तिमीहरू बेठा नआए म को जानु? मेरो नाति नच्यापे म के गर्नु बा? तिमीहरू बिना मेरो को छ र? मैले के गरेको छु र बाबु तिमीलाई? एकचोटि छोरालाई फोन लगाइदेऊ, कस्तो बोल्न मन लागेको छ। मैले कति दुःख गरेर हुर्काएँ। भयो काममा गएको मान्छेलाई यहाँ फोन गरेर डिस्टर्ब गर्नु पर्दैन। थपक्क गाउँ जाने, गाउँमै आउँछन् तपाईँको छोरा। जबरजस्ती थुप्रिया छ, गएको मान्छे नि फर्केर आएछ, उल्टै ठुला कुरा गरेछ। अचम्म छ। तेरिका कस्तो कर्म रहेछ मेरो। एउटा भएको छोरो हुर्काएँ, बढाएँ, पढाएँ, गाउँदेखिको सहर पठाएँ, जागिर बनाएँ, आफ्नै खुसीले बिहे गर्छु भने गर्यो। तर कस्तो बुहारी परिछिन्, एक दिन पनि मलाई सन्नन्। म त्यहाँ नगएर कहाँ जाम? अब के गरौँ भगवान्? मेरो कहाँ गएर बास होला? है तेरी दुलाई, के भयो फेरि? मलाई कस्तो पेट दुख्यो बा। यो कहाँ टोइलेट गर्ने हो? ए आमा, अब तपाईँको लागि यो टोइलेटै चेन्ज गर्नुपर्ने हो। त्यही भएर गाउँमै गएर बस्नु। यहाँ तपाईँको लागि केही पनि सुट हुँदैन भनेको थाहा छैन? अब जेसुकै गर्नु, त्यही लुगामै हगेर बस्नु। जान्दिनँ म, नभए थपक्कै गाउँ निस्केर जाने। तेरिका अब म कहाँ जानु नि? के गर्नु नि? ए छोरो, तिमी कहाँ छौ नि? मलाई कस्तो आपत पर्यो नि।